यहाँ मजाले भेली पकाल्दैछु। यो पकालिसकेपछि चाहिँ मैले यसलाई छान्छु, एकचोटि छान्छु किनभने फोहोरहरू हुन्छ। छानिसके पछाडि चाहिँ फेरि पकाउँछु। यसबाट मैले चाहिँ आज तिलको लड्डु र चाकु बनाउँदैछु। यो यता फेरि हाम्रो तिल छ, यसलाई मजाले पटपट पटपट गरेर नभुटिदासम्म भुट्छु। सेतो तिल लिएछु, कालो तिल मलाई खासै मन पर्दैन। यो चाहिँ मैले छानिसके। अब फेरि यसलाई मजाले पकाउँछु। बाक्लो हुने गरेसम्म मैले मजाले पकाउँछु। थोरै घिउ हाले। तिल पनि मजाले भुटिसकेको छ। लड्डु बनाउनको लागि यतिको भयो। अब यसलाई मैले तिलमा हाल्छु, भुटेको तिलमा। अनि जति चाहिन्छ यसमा हालेपछि त्यसको चाहिँ मैले चाकु बनाउँछु। चाकुको लागि चाहिँ म धेरै कुरा हाल्दिन। अदुवा, मरिच एकदम राम्रो हुन्छ के अदुवा र मरिचले चाहिँ खोकिलाको पनि सन्चो हुन्छ। यो तिल हाले अलिकति, धेरै हाल्दिन। अनि पिनट यति हाल्छु, धेरै हाल्दिन पिनट पनि। अब यसलाई मजाले चलाएर प्लेटहरुमा घिउ लगाछु, यसमा खनाउँछु। चाकु खनाउनलाई रेडी भइसक्यो। यता चाहिँ मैले लड्डु बनाउँदै छु। यो मेरो चाकु चाहिँ यो वर्षको सेकेन्ड लट हो। मेरो बाबुहरूलाई नि एकदम मन पर्ने भएर अब लड्डु बनाइसकेपछि म देखाउँछु कस्तो भयो भनेर है। लड्डु पनि रेडी भयो।